नमस्कार दर्शकवृन्द, यतिखेर हामी तुङसुङमा छौँ। हजुर, तुङसुङमा यो जुन फ्रेममा तपाईँहरूले यो ब्रिजको कार्य देखिरहनु भएको छ, ब्रिज निर्माणको कार्य। हजुर, यतिखेर हामी यो तुङसुङमा आएका छौँ। यो तुङसुङ ब्रिजले पोखरियाबुङ भ्याली साथसाथै यो मुन्डा, रङबुल, पुसुङबेङ साथसाथै यो त्रे बालासनलाई जोड्ने एउटा यो एकदमै महत्त्वपूर्ण ब्रिजको यो निर्माण कार्य केही महिना अघिदेखि भनौँ सेप्टेम्बर महिनादेखि अजय एडवर्डको पहलमा साथसाथै यस क्षेत्रको बासिन्दाहरूको सहयोगमा यो पुल निर्माण कार्य चलिरहेको छ भने यतिखेर हामी यस पुल निर्माणको यो फाइनल भनौँ, ढलाइ भनौँ, पुल निर्माणको यो जुन अन्तिम ढलाइ छ, ढलाइ कार्यको हामी यो दृश्य हामी तपाईँहरूलाई देखाइराखेका छौँ। हजुर, यो ब्रिजले एकदमै महत्त्वपूर्ण भूमिका खेलेको हामी तपाईँहरूलाई बताउन चाहन्छौँ, किनभने पोखरियाबुङ भ्याली निकै ठुलो भ्याली, 9वटा कमान, 3वटा बस्ती, साथसाथै यो पारिपट्टि धोत्रे, बालासन, तुङसुङ, पुसुङबेङ, रङबुल, यो सम्पूर्ण चिया बगानहरूलाई जोड्ने एक मात्र ब्रिज अब केही समय पछि कम्प्लिट हुने पनि हामी तपाईँहरूलाई यहाँबाट जानकारी गराउन चाहन्छौँ। यतिखेर धेरै टाढा टाढाबाट यस भ्याली साथै पोखरियाबुङ भ्याली, दुईवटा भ्यालीको विभिन्न स्थानबाट यहाँ श्रम गर्नको निम्ति यो पुल निर्माणको निम्ति यहाँ मानिसहरू बिहानदेखि आज यो ढलाइमा उपस्थित रहेको हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ। तपाईँहरूलाई याद दिलाउन चाहन्छु, यो माथिको जुन झोलुङ्गे ब्रिज छ, यो एउटा ब्रिटिस समयको ब्रिज, यो ब्रिज एउटा ब्रिटिस समयको ब्रिज भएकोले गर्दाखेरि, यो एउटा झोलुङ्गे ब्रिज भएकोले गर्दाखेरि एकदमै गम्भीर अवस्थामा भएकोले गर्दा यो यहाँ एउटा ब्रिज बनिनु एकदमै धेरै आवश्यकता थियो। यहाँ अहिले मानिसहरूको क्षेत्रीय अर्थात् यस वरिपरि बसोबास गर्ने मानिसहरूको गुनासो यही छ कि धेरै समयदेखि यो ब्रिजको निम्ति प्रपोजलहरू उहाँहरूले क्षेत्रीय सरकारहरू समक्ष पेश गरिसकेको राखिसके तापनि आजसम्म कुनै सरकारले अर्थात् कुनै क्षेत्रीय सरकारले निर्माण नगरिदिएको भन्ने पनि एउटा उहाँको गुनासो छ। र फाइनली आएर 2024 सेप्टेम्बर 21 को दिन चाहिँ अजय एडवर्डको पहलमा र यहाँ गाउँलेहरूको सहयोगमा यो ब्रिज निर्माण सुरु भएको हामी तपाईँलाई यहाँबाट जानकारी गराउन चाहन्छौँ। यहाँ धेरै दाजुभाइ दिदीबहिनीहरू आज उपस्थित भएका छन्। यस तुङसुङ वरिपरिका मात्र नभएर धेरै टाढा टाढादेखि गुम, भन्ज्याङ, माथि रङबुलदेखि लिएर धोते, बालासन, पुसुङबेङ, समरिक, बिजगाउँ, 17 नम्बर विभिन्न स्थानहरूबाट यहाँ आज धेरै मात्रामा बिहानदेखि यहाँ यो पुलको ढलाइमा आएका छन्। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ, साना साना भाइहरू भर्खर ब्रेकफास्ट उहाँहरूले गरिरहनु भएको छ। ब्रेड र बटरको उहाँहरूको अहिले सुरु भएको छ दिनको नास्ता, दिनको खाना अब केही समयपछि यहाँ पाकिरहेको पनि हामी तपाईँहरूलाई देखाउन चाहन्छौँ। यहाँ अहिलेसम्म जति पनि यहाँ आज आउनु भएको छ काम गर्नको निम्ति सबैजना काममा लागि परेका छन्। कोही ढलाइ फिटिरहेका छन्, कोही पानी भरिराखेका छन्, कसैले गिटी बोकिराखेका छन्। त सबै यहाँ जति पनि उपस्थित हुनुहुन्छ उहाँहरू सबै आज काममा लागिरहेको तपाईँहरू देखाउन चाहन्छु। हजुर, यो अन्तिम ढलाइ हो भनौँ, पुलको निर्माण तपाईँहरूलाई फेरि याद दिलाउन चाहन्छु। यो पुलको निर्माण 2024 सेप्टेम्बर 21 देखि सुरु भएको थियो भने आज लगभग यो पुलले एउटा मोटामोटी एउटा आकार, एउटा रूप लिइसकेको हामी तपाईँलाई यहाँबाट देखाउन चाहन्छौँ। विशेष गरेर यहाँ धेरै मानिसहरूको गुनासो पनि रहेको थियो। धेरै अघि समयदेखि यो ब्रिजको निम्ति, यो दुईवटा भ्यालीलाई कनेक्ट गर्नको निम्ति धेरै एउटा आवेदनहरू चढाएको, तर अहिलेसम्म कुनै पुल निर्माण हुन नसकेको उहाँको एउटा गुनासो पनि छ। यहाँ थकित भएर यहाँ एकजना हाम्रो दाजु भर्खरै यहाँ ढलाइबाट निस्किनु भएको छ। यहाँ उहाँहरू कम्प्युटरमै हुनुहुन्छ। हेर्नुहोस्, तपाईँको नाम बताइदिनुहोस्। मेरो सेवक भारती, सेवक हामी माथि अपर्चाका माथि बिजगाउँ, बिजगाउँ। हजुर, हामी तपाईँको तकरिबन 9 बजीदेखि चाहिँ हामी स्टार्ट गरेको यो। कस्तो लागिरहेछ? तपाईँ खटिरहनु भयो आज मात्र होइन, धेरै अगाडि खट्नु भएको होला। हजुर, कस्तो अनुभव गरिरहनु भएको? के भनिन्छ यतिखेर? सरकारले त बनाइदिएन भन्ने छ तपाईँहरूको होइन, यो ब्रिज होइन। अघि यहाँ धेरैको गुनासो थियो, धेरै अघिदेखि के प्रपोजलहरू राखेको होइन, प्रस्तावहरू राखेको, आवेदनहरू दिएको, तर अब बनिनु नसकेको अवस्था थियो। तर आज अजय रोडको पहलमा तपाईँहरूको सहयोगमा यो ब्रिज निर्माण भइरहेको छ होइन। के धेरै धन्यवाद दाजुलाई चाहिँ, धेरै धन्यवाद। यो धेरै सालमा बनिएको यो पुल अब यहाँ हामी आउनु नहोस्
नसक्ने स्थिति थियो। बिचतिर हाम्रो बाटोहरू पनि थियो है। हामी लोवर शाखाबाट चाहिँ अप्पर शाखाबाट चाहिँ हामी 3-4 भाइ आएछौँ यो अहिले यहाँ सकाइदिनुको लागि। बताइदिनुहोस् न। मेरो सागर गुरुङ। यहाँ अहिले धेरैको सुनिन्छ नि यहाँ अब यो धेरै के अरे यहाँको बासिन्दाहरूले धेरै अगाडिदेखिको होइन यो ब्रिजको निम्ति पहल गरेको है तर भन्ने कुराहरू छ होइन। तर अहिले आएर 2024मा अजय एडवर्डको पहलमा तपाईँहरूको सहयोगमा यो ब्रिज बनियो होइन। के भन्नु चाहनुहुन्छ अजय एडवर्डको पहल बिना सायद यो पुल बन्थ्यो कि बन्थेन होला जस्तो लाग्छ? यो बन्थेन, किनभने हाम्रो पहिला तपाईँलाई यो घिसिङको पालो आएको थियो, त्यति बेला यहीँ माथि हो सोल टेस्टिङ भएको। उहाँले भन्नुभयो हाम्रो यो ब्रिज बनिन्छ भन्यो। सोल टेस्टिङ गरेर कलकत्ता जान्छ तब आएर फेरि ब्रिज सुरु हुन्छ भने भएन। पछि फेरि विमल गुरुङको पालो आयो, विमल गुरुङले पनि सोल टेस्टिङ गर्नुभयो। तर सोल टेस्टिङ गरेर विमल गुरुङले नाचजाप पनि गर्यो, उहाँले बनिहाल्छ भन्यो, उहाँले पनि गर्नु भएन। त्यहाँबाट पछि फेरि अनित थापा आयो, अनित थापाको पनि त्यस्तै भयो। त्यो कारणले हाम्रो त्यसो गर्दा गर्दा हामीले अजय सरलाई रिक्वेस्ट गऱ्यौँ हाम्रो यस्तो अवस्था छ माथिको ब्रिजको र तपाईँले कसरी हुन्छ हाम्रो ब्रिज बनाइदिनुहोस् भन्दाखेरि उहाँले भन्नुभयो ठिक छ म बनाइदिन्छु, रड सिमेन्टदेखि लिएर मिस्त्री खर्च सब म गर्छु र तपाईँहरूले श्रमदान गर्नु सक्नुहुन्छ, गिटी बलुवा ढुङ्गा हामी सक्छौँ भनेर हामी सब 33वटा समाज मिलेर चाहिँ हामीले यो श्रमदान गरेको छौँ। र बाहिरबाट जति पनि बाहिर खटिरहेछ दिल्ली बम्बई हैदराबादतिर उहाँहरूले पनि पैसा पठाएर उहाँहरूले पनि यहाँ श्रमदान गरिरहेछ अहिलेसम्म। त सबभन्दा ठुलो धन्यवाद चाहिँ हाम्रो अजय एडवर्ड सरलाई नै दिन्छु, किनभने उहाँले नै यो ब्रिज चाहिँ बनाइदिनु भएको र हाम्रो जति पनि हाम्रो समाजबाट बाहिरबाट आउनु भएको छ उहाँ दाजुभाइहरूलाई पनि म एकदम दिदी बहिनीहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। उहाँहरूको सहयोगले पनि भइरहेछ यो।